नमस्ते साथीहरु, वेलकम ब्याक टु माई अनदर भिडियो। आज चाहिँ म रुबिक क्यूब कम्पिटिसनमा जान लागेको छु। मैले अस्ति पहिला नि भिडियो हालेको थिएँ, तर त्यति बेला चाहिँ हाम्रो कम्पिटिसन भएन, किनभने त्यहाँनेर कम्पिटिटर्सहरु धेरै भएको कारणले हाम्रो नाम लिस्टमा पर्न सकेन। त्यही भएर आज चाहिँ हामी फेरि जाँदै छौं। दुईजना जान लागेको छौं नेपालबाट। लेट्स सी आज कस्तो हुन्छ, फर्स्ट एक्सपिरियन्स। आजसम्म चाहिँ मैले रुममा क्यूब प्र्याक्टिस हानिरहेको थिएँ। अब आज चाहिँ हैन, त्यहाँ कोरियनहरुको छेउमा अब अरु कन्ट्रीको नि हुन्छ। नेपालको चाहिँ खासै हामी दुईजना मात्रै हो, अनि अरुको छेउमा यस्तो कम्पिटिसन भन्दाखेरि एक्साइटमेन्ट चाहिँ छुट्टै छ। क्या कस्तो होला भनेर हैन। अब हान्न रेडी छु म। मलाई खासै राम्रो हान्न त आउँदैन, त्यस्तै 2-3 मिनेट लाएर हान्छु। उ साथी चाहिँ कति भने 2013 देखिको सिकिरहेछ उसले चाहिँ, अनि उसले चाहिँ राम्रै हान्छ। म चाहिँ अस्ति सिकेको 1 महिना मात्रै हुँदैछ। र हामी चाहिँ हिँडिसकेको छ अब। अनि अहिले चाहिँ बिहानको कति 7 बजिसकेछ। अनि भन्नुपर्दा मौसमको कुरा गर्नुपर्दा घाम लागेछ, बिहानको उज्यालो घाम हैन। अनि म चाहिँ खुट्टामा जुत्ता टक्क लाएर, माथि नि कपडा टक्क लाएर, साइड ब्याग पनि टक्क भिरेर, चस्मा पनि टक्क लाएर जाँदैछु। अनि हामी बस्ने कोरियाको सहर चाहिँ यही हो, एक्जाङ सहर। पर त्यो चाहिँ हामी बस्ने घर हो, त्यो ठ्याक्कै मेरो अम्लाको टुप्पीमा भएको त्यो चाहिँ हामी बस्ने घर हो। यस्तो छ यहाँ चाहिँ। हामी जान लागेको छ अहिले थेजङमा हो, अनि हाम्रो कम्पिटिसन थेजङमा छ। अनि हामी यहाँदेखि अहिले बस चढेर जानुपर्ने हुन्छ। अनि बस चढेर गएर चाहिँ बसदेखि पर छनानसम्म गएर छनानदेखिको आइटिएक्समा थेजङ जानुपर्ने हुन्छ। मैले गोप्रो लिएर हिँडेको छु। गोप्रो ट्यागका राखेर चाहिँ ब्लग हान्ने हो। अन्तिमसम्म भिडियो हेरिदिनु होला। च्यानलमा नयाँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला। ल बस आइसकेको छ। अनि हामीले 10 मिनट बस पर्खेर बस चढिसक्यौँ। अब हाम्रो यहाँदेखिको यात्रा भने सिधै बस चढेर छनानसम्म जानुपर्ने हुन्छ। साथी त्यहाँ बसिरहेछ, पछाडि आज उता हामी त्यहाँदेखि चाहिँ लगभग 30 मिनटमा छनान्याक आइपुगिसकेको छौँ। अनि छनान्याकदेखिको हामी आइटिएक्समा थेजङ जानुपर्ने हुन्छ। हामी चाहिँ आइटिएक्समा जाने भनेको थियो, अलिक ढिलो भएकोले गर्दा आइटिएक्स छुट्यो। अनि हामीले एसआरटीको टिकट लिइसकेका छौँ। अनि चाहिँ पुरानो ट्रेन रहेछ, कहिलेदेखि बिगारेर राख्यो यिनीहरूले, कि सोको लागि राख्यो यो ट्रेन। ल हामी चाहिँ ट्रेन चढिसकेको छौँ। ट्रेनमा चाहिँ सिट नपाएर उभिरहेको एकदमसँगले। ट्रेनमा चाहिँ सिटै रहेन रहेछ। अनि दुईजना उभिएर जानुपर्ने अवस्था छ। अब आधी घन्टा त्यतिको उभिनु पर्ने हुन्छ। ट्रेनमा मस्त बसेको हो। हामी थेजनमा ओर्लिसकेका छौँ। अब हामी डाइरेक्टली ढिलो नगरिकन सिधै क्यूब कम्पिटिसनतिर जानुपर्ने हुन्छ, नत्र हामीलाई ढिलो हुनसक्छ। दिस इज थेजन स्टेसन। हामी आइपुगिसकेका छौँ। र हामी चाहिँ थेजङ स्टेसनबाट यहाँ क्यूब कम्पिटिसन हुने ठाउँ स्टेसन आइपुगिसकेको छौँ। अनि यहाँनिर चाहिँ दामी पार्क रहेछ क्या छेउमा, यस्तो हेर्न सक्नुहुन्छ तपाईँहरूले। वाउ, ब्युटिफुल पार्क। ल हामीले चाहिँ पार्कमा फोटोसोटो खिच्यौँ। अनि अब जानुपर्ने हुन्छ। भोक पनि लाग्दैछ। यतातिर केही सिउ 7-11 केही छैन। सिउ 7-11 खोजेर चाहिँ खाजासाजा खानुपर्ने हुन्छ। बिहान केही नखाएको भोक लाग्न थाल्यो अब। अनि हाम्रो क्यूब कम्पिटिसन हुने बिल्डिङ चाहिँ त्यही रहेछ त्यो। यस्तो यस्तो राम्रो ठाउँ छ, देख्न सक्नुहुन्छ। कोरियाको जहाँ गए नि एकदम राम्रो हुन्छ क्या। यो को सर आइज्याक न्युटन रहेछ यो। यतापट्टि भनेको जाङयुङ सिल रहेछ को यिनीहरू।
सर आइज्याक न्युटन चाहिँ चिन्छु म, जाङ एक्सेल चिन्दिनँ है। क्युब कम्पिटिसन भनेर बिल्डिङमा आइपुगिसक्यौँ। है नजिक नजिक आउँदा त डर पो लाग्दो रहेछ त यार। यहीको बिल्डिङ यही हो। ल अब चाहिँ भित्रै गएर हेरौँ के कस्तो रहेछ माहौल। ल हामी चाहिँ भित्र छिरिसक्यौँ अनि यहाँ चाहिँ अब हेर्दा माहौल हेर्दा त डेन्जर छ यार। धेरै मान्छेहरू छ, केटाकेटीहरू पनि छ, ठुलो मान्छेहरू पनि छ। अहिले चाहिँ सुरु भइसकेको छैन अनि सबजना क्युब प्र्याक्टिस हान्दैछ। ल हामीले चाहिँ पार्टिसिपेन्ट कार्ड लिनुपर्ने हुन्छ अनि त्यो लिएर चाहिँ एकछिन हात तताउनु पर्ने हुन्छ प्र्याक्टिसको लागि। खासै धेरै त आउँदैन र पनि यसो प्र्याक्टिस हानिदिउँ न एकछिन। कार्ड लिनुपर्ने हुन्छ नि। ल मैले चाहिँ मेरो यो के भन्छ पार्टिसिपेसन कार्ड लिइसकेको छ। सुलाब श्रेष्ठ फ्रम नेपाल है त, न्यु कमर्समा चाहिँ। ल अब चाहिँ एकछिन क्युब प्र्याक्टिस गर्नुपर्ने हुन्छ। थोरै धेरै भए पनि, धेरै त आउँदैन मलाई जस्ट बेसिक मात्रै सिकेछ होइन, त्यो बेसिक सल्भ मात्रै सिकेछ। जति सिके पनि म बेस्ट दिने प्रयास गर्नेछु आज। फेरि अरू कम्पिटिसनमा पनि पार्टिसिपेट गरेर बिस्तारै बिस्तारै ग्रो अप गर्नुपर्छ। सुरुमै त अब राम्रो हान्न सकिँदैन, जति भए पनि। म चाहिँ 3x3कोमा मात्रै यो पार्टिसिपेट गरेको छु किनभने मलाई यो 3x3 मात्रै आउँछ। त्यो चाहिँ मेरो साथीको, उसले चाहिँ कति 3x3, 2x2 र 4x4कै लिएको छ। अनि यो स्क्वायर क्युब 1 भनेको त्यसको चाहिँ लिएको छैन। ल अब प्र्याक्टिस हान्नुपर्ने हुन्छ। तिम्रो मेरो सँगै हुनसक्छ। तिमी रेड 1 म ब्लू 1 हो सँगै, तिम्रो सँगै ब्ल्याक युज गर्नुपर्छ। ठिक छ। उसले चाहिँ होइन सङ सेम भएर अनि फ्यामिली हो भनेर सोधेको क्या। हामी नेपालबाट हो भने सेयर गर्दा गएर अनि थरै सेम चाहिँ यिनीहरूको नेपालबाट त हो नि भनेको क्या। पासवर्ड चाहिँ यिनीहरूले तिमी नेपालबाट सेयर गर्न मात्रै आयो। अनि यहाँ चाहिँ ठुलो मान्छेहरू भन्दा नि बच्चा बच्ची धेरै देखिरहेको छु मलाई त खेल्न आए जस्तो लागिरहेको छ क्या। फेरि हुन त्यो ठुलो मान्छेहरूले नि पार्टिसिपेट गरे हुन्छ। अस्ति नै हामी अर्को कम्पिटिसनमा जाँदाखेरि त्यस पछाडि त मलाई नि यस्तो त्यसमा पार्टिसिपेट लिनु मन लागेर अनि सिकाऊ मैले नि। त्यति बेला चाहिँ कस्तो थियो भने एकजना बुढिया हजुरआमाले नि गर्दै हुनुहुन्थ्यो क्या। त्यो देखेर नि मलाई नि गर्नु मन लाग्यो क्या। कति टाइम लगाएर प्रेस रोल भान्दिन्थ्यो अनि मलाई त्यो देखेर चाहिँ अनि साथीले नि मलाई ल गरौँ भन्नु थाल्यो अनि मैले सिकाऊ। मलाई हल्का फुल्का आउँछ, मलाई आउँदैन। एकछिन प्र्याक्टिस हान्नु अनि अब टर्न आएपछि जानुपर्ने हुन्छ। नाम बोलाउँछ हाम्रो, धेरै छ मान्छेहरू। मेरो साथी यता छ, यहाँ टाइमर लगाएर गर्दैछ। सबजना प्र्याक्टिस हान्दैछ अहिले। नेपालमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यस्तो खेल्यो भने घरतिर नि अब कराउने गर्ने छोराछोरीलाई यस्तो नखेल यस्तो गर पढ मात्रै भन्छ नि त। तर कोरियनहरूको चाहिँ अब यस्तो क्रिएटिभिटीमा चाहिँ एकदम फरवर्ड छ। बाउआमाले लिएर आउँछ कि यिनीहरूलाई पुरै क्यामेरा स्यामेरा सेट गरिदिने, अब उनीहरूको लागि हेल्प गरिदिने सब गरिदिन्छ कि उनीहरूले। त्यो जस्ट मलाई राम्रो लाग्छ यहाँनिरको। अहिले त यस्तो प्र्याक्टिस हान्न चाहिँ अहिले भरे कस्तो हुने थाहा छैन, हेरौँ कतिकोमा कतिको हान्न सक्छु म। जस्ट फोकस, जस्ट डु इट। फर्स्ट टाइम हो, अलिअलि नर्भस त भइहालिन्छ, जो पनि भइहाल्छ, त्यो थाहा भएकै कुरा हो। तर मलाई चाहिँ अब त्यस्तो अहिले चाहिँ नर्भस फिल भएको छैन। अहिले चाहिँ मैले कस्तो थाहा छैन, मजा लागिरहेको छ। जस्ट म आफ्नै पारामा हानिदिन्छु, मलाई त्यस्तो प्रो पनि होइन म, भर्खर सिक्यो सो चिलमा हानिदिने हो। मैले भित्र सोल भानेको भिडियो चाहिँ बनाइनँ किनभने मलाई जहाँसम्म लाग्थ्यो म बिगारेर चाहिँ 2-3 मिनट लाउँछु भनेर, सो त्यही भएर नबनाएको थिएँ। अन्त राम्रो हो मैले सोचेँ भन्दा 2-3 मिनट नै चाहिँ लागेन, 1-1.5 मिनटमा सकेँ मैले। त्यही भएर देखाइनँ भित्र सल्भ गरेको चाहिँ। गोप्रो पनि लिएर आएको थिएँ तर मैले बनाइनँ त्यो चाहिँ। अब अर्कोचोटि अब राम्रो हान्दै गयो भने बनाउनेछु त्यसको नि। ल हामी निस्किसक्यौँ त्यहाँबाट। अब साथीको दुईवटा बाँकी छ, 4x4 र अर्को कुन छ तिम्रो? 2x2 र 4x4 छ उसको। अनि अब एकछिन खाजा खाएर आउनुपर्ने हुन्छ। लास्ट भोक लागिसक्यो होइन, भोक पनि लागिरहेको थियो, अलिक नर्भस पनि भयो सुरुमा। सब केटाकेटीहरू थियो, सबले हेरिरहेको थियो क्या अरूभन्दा नि, सबले वाच गरिरहेको थियो। अनि कहाँ सबले हेरेपछि त अनि अलिक नर्भस भइहालिँदो रहेछ नि त। ठिक छ, जस फर्स्ट एक्सपिरियन्स मलाई मजा लाग्यो।
अब खाजा खाएर फेरि ब्याक आउनुपर्ने हुन्छ ल हामी सकेर निस्किसकेको छ साथीको नि सक्यो अब चाहिँ अनि आजको मेरो क्युब कम्पिटिसनको भिडियो बस यहीसम्म थियो कस्तो लाग्छ भिडियो हेरेर मन पर्यो भने लाइक कमेन्ट गरिदिनु होला नयाँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला भन्दै अब म चाहिँ रुम जानुपर्ने हुन्छ भोलि काम पनि छ बेलुका नि भइसक्यो रुम जानलाई रात पर्छ होला जाँदा गर्दा अनि आजलाई यति भन्दै धन्यवाद भिडियो हेरेर साथ दिनुभएकोमा अब फेरि अर्को नयाँ नयाँ भिडियो लिएर आउनेछु म के किन उखाडला भनेर आएको है पहिलाको भन्दा 10 मिली सेकेन्डले मात्र कम मतलब रेकर्ड तोडियो एभरेजमा त्यति हो के किन उखाड्छु भने के पनि भएन रुममा चाहिँ खतरा जान्छ सल्भ जब यहाँ कम्पिटिसनमा आएर सल्भ गर्न सुरु हुनुपर्छ हात काप्छ पसिना छुट्छ जाडो हुन्छ के हुन्छ कहिले कन्फिडेन्ट नहुने मान्छेहरूको अगाडि चाहिँ रुममा मात्र हिरो म त मान्छेहरू बाहिर मान्छेहरूको अगाडि चाहिँ लास्टै डर लाग्छ मलाई